गो नमस्ते, फेरि पनि स्वागत छ सनराइज मोटर भैरवमा। आज म विशेष क्लच र एक्सेलरेटरको बारेमा कुरा गर्छु है। यो कस्तो भन्दाखेरि यो क्लच धेरै टुप्पो भयो भने क्लच प्लेट छिटो जान्छ। त्यसले गर्दा क्लच चाहिँ जहिले पनि यस्तो यो हल्लिन पर्यो कि यतिमा राख्नुपर्छ। क्लच टुप्पोमा गयो भने त्यो घटाइहाल्ने। अब घटाउनलाई अब ग्यारेजमा आयो भने झन् राम्रो, नै भने आफै पनि सकिन्छ। यहाँनिर हुन्छ टक्क लगाएर यो खोल्यो भने यो पिलास एउटा यस्तो पिलास त जहाँ पनि हुन्छ, हजुरकै घरमा होला पक्कै। टक्क यसलाई खोल्ने, यो खोलेपछि हातले घुम्छ। यो जति यसलाई यस्तै बाहिर खोल्दै खोल्दै जानुहुन्छ, यो जति बाहिर सर्दै जान्छ त्यति यो क्लच टुप्पोमा हुन्छ, यस्तो टुप्पोमा जान्छ। यसैलाई अब नजिक गराउने भने यसलाई भित्र हाल्ने क्या, यसरी यसलाई कस्दै जाने। यो कस्यो भने नजिक हुन्छ, यतिको यसलाई नजिक हुन पऱ्यो क्या। यस्तो यो यति लुज छ नि, यस्तो लुज चाहिँ हुनपर्छ। लुज भयो भने बल्ल पिकअप पनि राम्रो लिन्छ, गियर पनि राम्रोसँग लाग्छ, क्लच प्लेट पनि लङ टाइमसम्म टिक्छ। यसलाई यतिमा सेट गर्नुपर्छ। क्लचको चाहिँ यो भयो। त्यसपछि तल देखाइदिनुहोस् एक्चुअली क्यामेराम्यान, यो तल पनि सेट गर्ने हुन्छ है। यहाँ त्यहाँ सेट गर्ने ठाउँ भएन भने यहाँ पनि यो 10 नम्बर रिल चाहिन्छ। सब पिलासले नै घुमाएर यो कस्न मिल्छ। त्यसपछि त्यहाँबाट पनि घरमा आउन मिल्छ है। त्यो चाहिँ क्लचको कुरो भयो भने चाहिँ एक्सेलरेटरको हेरौँ है। यसमा पनि यस्तो हल्लिनुपर्छ है। हेर्नु यति लुज छ, देखिरहेछ क्यामेरामा, देखियो होला। यस्तो यो हल्लिन पऱ्यो, यति लुज हुन पऱ्यो। यति लुज भएन भने यस्तो ह्यान्डल घुमाउँदाखेरि आफै रेस हुन्छ है। यदि आफै रेस भइरहेछ भने ख्याल गर्नु होला, यो लुज छैन, यो लुज यस्तो राख्नु पऱ्यो। यो लुज गर्नलाई एउटा यहाँ पनि हुन्छ, एउटा यस्तो लुज गर्ने ठाउँ, यसलाई रबरलाई काटाउने है। नटबोल्ट देखिरहेछ एउटा, यो नटबोल्टलाई घुमाउने, टक्क लगाएर यहाँबाट यसरी घटाउन बढाउन मिल्छ। यो यहाँबाट पनि घटाउन पाइयो, दुई ठाउँमा हुन्छ है सबैको। एक्सेलरेटरको पनि दुई ठाउँमा हुन्छ, क्लचको पनि दुई ठाउँमा हुन्छ। त्यसपछि यसलाई प्याक गरिदिने यसरी, यो दुई हुनुपर्छ। यता तल पनि हुन्छ, यता देखाइदिनुहोस् त एक्चुअली हो नि। यहाँनिर यो चाहिँ यो बोल्ट देखिरहेछ, यो 10 नम्बर। यसलाई जति यता तल गर्नुहुन्छ त्यति लुज हुँदै जान्छ, यस्तो हल्लिन्छ एक्सेलरेटर। यो जति लुज गर्नुहुन्छ त्यति माथि देखाउनुहोस् त, यस्तो हल्लिन्छ। यो जति यसलाई टाइट गर्नुहुन्छ, यसलाई यता सार्नुहुन्छ, यो जुन चुडी छ यसलाई यता सार्नुहुन्छ भने यो नटलाई यता सारेर चुडीलाई सार्न मिल्छ। यता सार्नुहुन्छ भने यो चाहिँ टाइट हुन्छ है। यही यो क्लच एक्सेलरेटर चाहिँ दामी तरिका राख्नुहुन्छ। त्यसपछि गाडी चाहिँ बवाल हिँड्छ है। मेन भनेको क्लच नै हो। क्लच राम्रो छ होस्, एक्सेलरेटर राम्रो होस्, यो स्मुथ भयो भने गाडी स्मुथ मस्त चलेको फिल हुन्छ। अब एक्सेलरेटर पुरै टाइट छ, यस्तो या गरेर बटानीवाला छ भने गाडी त्यसै भारी हुन्छ। जति राम्रोसँग जे बनाए जति सर्भिसिङ गरे पनि जबसम्म क्लच र एक्सेलरेटर दामी हुन्न भने दुइटैले गाडी जति बनाए पनि त्यो भारी हुन्छ क्या, स्मुथ हिँड्दै हिँड्दैन।